साँचो ज्ञान कहाँबाट सुरु हुन्छ? बाइबलबाट। हितोपदेश 26:1 ग्रीष्म ऋतुमा हिउँ पर्नु र कटनीको समयमा वर्षा हुनु जस्तो हो, त्यस्तै मूर्खले आदर पाउनु पनि नसहुने कुरा हो। मूर्खतालाई सम्मान दिनु गलत हो। बुद्धिले सही प्रतिक्रिया दिन्छ। आलस्यले जीवन बिगार्छ। मूर्खता दोहोरिन्छ। घमण्डभन्दा मूर्खता अझ खतरनाक हुन्छ। आजको शिक्षा यहाँ परमेश्वरको वचनले सिकाउँछ कि मूर्खता र आलस्य मानिसहरूलाई अगाडि बढ्न दिँदैन। मूर्ख मानिसले आफ्नो गलत बाटो सिक्न चाहँदैन र बारम्बार यही गल्ती दोहोऱ्याउँछ। बुद्धिमान मानिसले स्थिर अनुसार प्रतिक्रिया दिन्छ, तर अहङ्कारी र मूर्ख मानिसले आफैलाई नै हानि